आजभन्दा पनि अब आज चाहिँ यो चाहिँ बेलुकाको भ्लग हो। मैले स्टार्ट चाहिँ बेलुकाबाट गरेछु। म चाहिँ भर्खरै नुहाएर निस्केँ। अब म चाहिँ भोलि मेरो साथीहरूसँग ड्याउट जाँदैछु कि, अनि त्यही भएर चाहिँ भोलिको लागि प्रिपरेसन गर्नु पऱ्यो नि त। त्यही भएर म चाहिँ भोलि बिहान उठेर नुहाइदिएको त ढिलो हुन्छ जहिले पनि, त्यही भएर अहिले नुहाएर अनि हल्का प्रिपरेसन गर्छु, प्रेप गर्छु किचनको लागि, खानेकुराको लागि। देन आफ्टर भोलिबाट स्टार्ट गर्छु। अलिअलि प्रेप गरेको क्लिप पनि राखौँ भनेर चाहिँ मैले स्टार्ट गरेको अहिले बेलुकादेखि। वाच टिल द एन्ड गाइस, थ्याङ्क यू सो मच फर सावर, यति धेरै लभ सावर। मलाई नयाँ मान्छेबाट भन्दा पनि मेरो जो मसँग लिङ्क भइराख्नु भएको छ उहाँहरूको त कन्टिन्युटी छ नि त मेरो भिडियोजमा, त्यही भएर थ्याङ्क यू सो मच फर एभ्रिथिङ। जस्ट वाच टिल द एन्ड, दिस इज नाउ थ्याङ्क यू गाइस। अहिले डिसाइड चाहिँ के गरेछु भने काँक्रा र आलुको अचार बनाउँछु अनि चिकन पकाउँछु ग्रेभी। यो वाला लाइट हाल्नु पऱ्यो कि चाहिँ आलु। खासै अब ड्राई पिकनिक चाहिँ मलाई कति लामो समयदेखि जानु मन लागेको कि, अनि कहिले के नमिल्ने अब फुर्सद पनि थिएन। अनि अहिले चाहिँ यो टाइम भनेको चाहिँ बल्ल घुम्न बस्न जाने जस्तो लागिरहेको मलाई चाहिँ। त्यही भएर हामीले चाहिँ जतिसक्दो फ्री टाइमलाई चाहिँ यत्तिकै जान नदिउँ, केही स्पेन्ड गरौँ, घुमौँ, इन्जोय गरौँ, माइन्डलाई रिफ्रेस गरौँ। किनभने बिचमा चाहिँ हामी एकदम होइन, अहिले पनि यस्तो रिल्याक्स गरेर बस्ने टाइम चाहिँ होइन हाम्रो। तर पनि सुतेर दिनभरि यताउता पल्टेर बस्नुभन्दा केही युजफुल होस्, बरु टाइम बिताऊँ, घुमौँ, अब मेमोरिज बनाऊँ होइन। अब सधैँ सँगै भइन्छ भन्ने पनि त हुँदैन नि त। अब कहिले को कहिले कहाँ भइएला पछि आएर, त्यही भएर भएको टाइम चाहिँ सँगै हुँ भनेर लाग्यो। यो चाहिँ अब म आलु अचारको लागि आलु उसिन्दैछु। त्यो अलिकति थोरै हुन्छ जस्तो लाग्यो, किनभने चटपट पनि लिएर जाने कि भनिरहेको छौँ। यति धेरै के खाइने हो, के धेरै हुने कि जस्तो पनि लागिरहेको। तर चटपट त हाम्रो मेन चिजै भयो, बिना चटपटको त ड्राई पिकनिक त हुँदैन। त्यही एउटा चाहिँ एड गर्नुपर्छ जस्तो लाग्यो, मैले लिएर जान्छु कि। अनि फेरि मलाई चाहिँ के लाग्छ भने मलाई चाहिँ होइन यो आलु नै यसरी खुर्केर यसरी धोएर चाहिँ उसिन राख्यो भने चाहिँ सजिलो के, टाइम कन्ज्युम नै नहुने, प्लस उसिन्ने भयो भन्ने बित्तिकै चाहिँ निकाल्न पाएँ। छोडाउने टाइम त वेस्ट हुँदैन नि त छोडाउनलाई। त्यही भएर चाहिँ मैले चाहिँ यसरी पहिले खुर्किन्छु र अनि आलु उसिन्न हालिदिन्छु। प्रायः मैले चाहिँ ओभनमा हाल्थेँ, यो चाहिँ आज मैले कुकरमै हाल्दैछु। अघि एउटा लिएर गयो, अहिले 4वटा लिने, किनभने धेरै पनि मिठो लिएर जान्छु। चटपटमा चाहिँ मलाई आलु धेरै चिज हालिदिन्छ, अनि धेरै चिज हालेपछि मिठै लाग्दैन कि, थोरै अनि मिठो लाग्छ चटपट चाहिँ मलाई चाहिँ। कस्तो होइन, अब मोमो खान मन थियो होइन, मोमो लास्ट टाइमको भ्लगमा पनि भन्थेँ नि मोमो भनेर, मोमो पनि लिएर जान पाएको भए हुन्थ्यो कि। तर अब एक्लै त दिनभरि बनाउनु पनि मलाई चाहिँ लाग्छ क्या। मोमोले चाहिँ अहिले फिलहाल क्यान्सल गरेर नेक्स्ट टाइम फेरि खाइएन भन्ने भयो। अहिले चाहिँ आलु यति भयो, यति चाहिँ बस हालिदिइहाल्छु। चाहिँ प्याज छ कि यहाँ चाहिँ घरको खोर्सानी प्याज फर्स्ट चाहिँ अचार बनाइहाल्छु, त्यसपछि चाहिँ अरू चिजहरू चाहिँ पाटो गरेर हाल्नु बिर्सेँ, किनभने चाहिँ पकाएको नै लानु हुन्छ कि तिल उठ्नु पऱ्यो। यता चाहिँ नेपाली यहाँ हेर्नु घर बनाएर कस्तो लट्टे भएर बेसी दिन त वेट गर्नु सक्दिनँ। लाम्चो हालिदिनु भने मैले चाहिँ मैले खास बस्नु हाल्ने थियो है भन्ने बनाउनु हाल्दैछु। सेल्फी स्टाइल खाँदैछ खासै होइन। अब मान्छेले क्या अब खालि कुरा आउने बित्तिकै डिमोटिभेटेड आउँछ भनिरहेको हुन्छ नि। अब तपाईँ सुरुमा यस्तो हुन्छ, भोलि पैसा कमाउँदै गएपछि युज टु हुन्छस् भन्ने कुराहरू हुन्छ, कति कुराहरू क्या। तर मलाई चाहिँ हुन्छ नि बाहिर गएर सबै बाहिर बसौँ भन्ने चाहिँ लागेन कि। म चाहिँ बस्दिनँ होला होइन, सबै चाहिँ अब सबै आफूलाई अपग्रेड गरौँ कि नलेज लिगौँ, अनि त्यसपछि त आफ्नै घरै जाऊँ, आफ्नै कन्ट्री नै भने जस्तो हुन्छ। किनभने धेरै नो वान के हुन्छ नि, कोही चाहिँ अब कोही मलाई कुदैछ कामबाट आउँदा मलाई खाना बनाउनु के खाँदा लाग्दैन, एकदम फ्रेन्ड के भन्छ इन्जोय नै गरेर हुन्छ। मलाई चाहिँ आफैले बनाएको खानेकुराहरू मिठो लाग्छ। मलाई खाना बनाउनु त्यस्तो गाह्रो चाहिँ होइन, तर पनि मलाई चाहिँ के भयो भने चाहिँ मलाई चाहिँ सबै यहीँ बसेर यहीँ के गरिन्छ होला भन्ने चाहिँ लागेन कि। जान्छ होला यस्तो टाइम गरेर आउँदा पनि धेरै सोमान वेटिङ फर मी भन्ने टाइपको पनि होइन नि त। अनि कोही बोल्ने पनि छैन, अब त्यही भएर पनि त्यो त्यस्तो फिल भएको होला भनेर भन्छ नि। त्यो चाहिँ अब त्यो रिजन मात्रै हो, मैले त केही पनि देख्दिनँ, मैले त केही पनि देखिनँ। म त जान्छु होला रेजहरू फर्केर सर्टेन टाइम बसेर आफूलाई अपग्रेड गराएर, त्यो चाहिँ मेरो विचार छ। के हुन्छ मलाई लाग्दैन
त्यही जे खाएको अब मम्मी बनाएको मिठो जसले दिए नि जसले बनाएर बोलाएको मलाई त्यो मिठो चाहिँ लाग्दैन कि त्यो छुट्टै टेस्ट हुँदैन त्यो टेस्ट चाहिँ अब मैले सबै टेस्ट हाल्छु तर कहिले कहिले मिठो हुँदैन केही गर्नु हुन्छ सबै चाहिँ हाले हुन्छ तर यस्तो चाहिँ किन हुन्छ भने चुप त्यो कामको चाहिँ यस्तो मिठो हुँदैन मम्मी बनाएको मम्मी बनाएको चाहिँ हुँदैन मम्मी दिदीले बनाएको मिठो लाग्यो मम्मीको चाहिँ दिदीको उसमा मिठो लाग्यो भनेर अब घरमा पनि धेरै यस्तो बन्दै भइहाल्यो दुईवटा हात किचन बनाएर के भएको ल पिलाउनु लाग्यो इजी भयो नि त अब भाडा झ्याउनु यो ठिक भयो नि सानो दिएछ त्यस्तो हो सँगसँगै चाहिँ जिरा जिरा धनियाँको धुलो यहाँ चाहिँ मैले के अरे तेल अनि 5 फुरन फुराएर यसमा बेसारसँग मोल्नलाई अचारलाई रेडी हुँदैछ अनि यहाँ चाहिँ मेरो यति नगरिकन हुन्न नि त यो चाहिँ मेरो सिग्नेचर हो कि कन्ट्रोल गर्नु सक्नु सो त्यसरी नै खानाहरू चाहिँ बनाएर राखेँ अब चाहिँ भोलि बिहान चाहिँ उठेर चाहिँ म भोलि बिहान कन्टिन्यू हुन्छ जब म बाहिर जान रेडी हुन्छु डे आउटको लागि रेडी तर चप्पल थाहा पाएर मैले यो छोडेर म चप्पल चेन्ज गर्न जाँदैछु ल चाहिँ म रेडी भएँ होइन अब म रेडी भएर चाहिँ निस्किन्छु आजको वेदरले चाहिँ हामीलाई एकदम बढी च्यालेन्ज गर्यो किनभने पानी परिरहेको त्यो पानी परिरहेको होइन त्यही पनि हामी जाम भनेपछि अब निस्क्यौँ भनेपछि निस्किनु पनि पऱ्यो होइन अनि दिस इज माई बक्स अनि यहाँ पनि छ खानेकुरा र त्यो म्याट्रेसहरू के छ अब चाहिँ म सिधै साथीलाई भेटेपछि मात्रै भ्लग बनाउँछु म ट्रेन स्टेसन यताउता केही पनि बनाउनु किनभने हिजोको हल्का किचनको प्रेपले चाहिँ अलिकति लामो भएको छ नि त भिडियो त्यही भएर अनि म चाहिँ अघिको एउटा क्लिप बनाएको थिएँ म चाहिँ यत्तिकै यही घरमै बस्ने चप्पल लगाएर निस्किन्छु अनि फेरि फर्केर गएर अर्को चप्पल लगाएर आएको अब चाहिँ जामै अहिले ट्रेनमा जाँदै थिएँ होइन मलाई चाहिँ केही सर्टेन कुरा याद आयो कि अनि साथीहरूलाई भेटेपछि कन्टिन्यू गर्छ भन्थ्यो नि त अनि अहिले बोल्न मन लाग्यो अनि बोल्न लाग्यो म चाहिँ के भन्न लाग्यो के कुरा याद आयो भने होइन म चाहिँ अब यो भ्लग बनाउँछु भनेर फोन नचलाइकन बसिरहेको थिएँ नि त मतलब मेरो चार्ज एकदम राम्रोसँगले खप्छ मेरो 97% छ क्या ब्याट्री हेल्थ पर्सेन्टेज पनि त्यही पनि अब गएपछि फोटो भिडियोहरू नर्मल आफ्नो पोस्टको लागि इन्स्टाको रिल्सको लागि अनि युट्युबको भिडियोको लागि पनि बनाइन्छ नि त अनि त्यही भएर चाहिँ अनि त्यसैको लागि चाहिँ मैले मोबाइल चलाइरहेको थिइनँ अनि गीत पनि अब कति एउटै गीतहरू सुनिराख्ने भन्ने चाहिँ गीत पनि सुनेको थिइनँ क्या अनि अब केही फोनै नचलाएपछि त म बाहिरै हेरेर बस्ने हुन्छ नि त अनि बाहिर हेरेर बस्नुभन्दा नि बढी चाहिँ म के सोचिरहेको छु कि म कहाँ पुगिसकेँ म ट्रेनमै छु नि अनि म जसँग बिम्जी अनि म त्यो ट्रेनमा छु म बाहिर कहाँ आइपुगेँ भन्ने भइरहेको त्यो हुन्छ नि सेल्फ टाइम चाहिँ सोचेर नै
कता कता पुगिँदो रहेछ कि चाहिने भन्दा पनि कस्तो ओभर थिङ्किङ टाइपको कुराहरू सोचिँदो रहेछ कि सर्टेन टाइम आफूलाई सेल्फ टाइम दिउँ भनौँ भने पनि मोबाइल हेर्नु त अब त्यस्तो सोच्ने त्यस्तो टाइम हुँदैन नि त अहिले मोबाइल नहेरेको भएर चाहिँ त्यो सोच्नमा म पुगेँ सोचाइमा म पुगेँ अनि ट्रेनमा चाहिँ अब वेट गर्दैछु कि म चाहिँ ट्रेनमा चाहिँ अब यहाँबाट चाहिँ अझै मलाई हाफ आवर जति चाहिँ लाग्छ साथीहरूलाई भेट्न चाहिँ उनीहरू चाहिँ बिचरा उनीहरूको चाहिँ जस्ट 10 मिनट गाडीमा जम्मा 10 मिनट लाग्दो रहेछ उनीहरू चाहिँ पुगिसक्यो मलाई चाहिँ 1.5 घन्टा कुर्नु परिरहेको छ उनीहरूले लास्ट टाइम मैले कुरेको थिएँ अब आज उनीहरूले कुर्छन् लास्ट टाइम त मैले 20 मिनट मात्रै कुरेको थिएँ क्या आई थिङ्क अहिले चाहिँ उनीहरूले चाहिँ 1.5 घन्टै कुर्नु पऱ्यो मलाई उनीहरूलाई पनि एक्ज्याक्ट अब त्यति सर्टेन टाइम लाग्छ जम्मा 10 मिनट गाडीमा भन्ने हेरेन उनीहरू पनि यत्तिकै हाकी रिजर्भमा आएको बस स्टप चाहिँ यहीँ रहेछ कि यति सजिलो बस स्टप चाहिँ यहीँ भएपछि त अब यहाँबाट जान पनि सजिलो भयो नि त हामी चाहिँ यता जान लागेको आज चाहिँ ताहाकी रिजर्भमा म चाहिँ मेरो साथीहरूलाई फोन गर्छु अनि त्यसपछि कन्टिन्यू गर्छु कस्तो एथेस्टिक भाइब्सतिर चाहिँ यार यो लाइटले मलाई भन्छ आफ्नो गाडी भएको भए माथि नै जान्थ्यो उही लास्ट टाइम त मलाई कुराएको थियौ त कस्तो हुँदो रहेछ कुराउँदाखेरि ल लाउनुहोस् लिनुहोस् हुँदैन भन न लाउनुहोस् लिनुहोस् लिगुरस छ यति हिँडेर आएको म थाकिसकेँ यता हेर न प्लिज हामीले चाहिँ तृप्तिलाई केही भन्नु मिल्दैन हामी हिँड्दैछौँ यो चाहिँ आज आएको सामान हो हामी लगेज लिएर घरबाट निस्केर हिँड्दैछौँ कस्तो कस्तो राम्रो छ है ट्रेकिङ के हल्का सर्ट ट्रेकिङ टाइपको छ कि अझै यो बाटो हो कि सर्टकट निस्किने त्यो नि यार मलाई कस्तो नराम्रो लाग्यो तिमीले बोक्यो होइन म एक्लै भयो भने त फिल हुन्छ साइडमा कोही भएर बोक्दै नै हुन्थ्यो भन्ने हुन्छ तर आफू हिँड्दा हेर न मेरो त खुट्टै बाँधिसक्छु राम्रो आउँछ होला यो हेर मै यो बाटो सरर जान्दैन म लालीगुराँस देखाउँछु ल पिङ्क कलरको लालीगुराँस गएर फर्किसकेँ हामीहरू चाहिँ बल्ल लाग्दैछौँ यस्तो सुविधा पनि छ कि ठ्याक्क अलिकति हिँडेर आएपछि चाहिँ यहाँनिर चाहिँ वासरुमहरूको लागि छ अनि स्मोकिङको लागि चाहिँ होइन जस्ट फेरि वासरुमको लागि अनि अब चाहिँ अलिअलि भ्यू देखिँदैछ यहाँ माथिको भ्यू अनि ऊ हेर न त्यो के होला है त्यो के होला खै होला क्याफे होला होला मेबी हुनसक्छ पानी परिरहेको छ वेदर राम्रो छैन तर पनि हामीले च्यालेन्ज दिएर आउँदैछौँ होइन हाम्रो चाहिँ सरले चाहिँ आज कपाल काट्नु भएको अनि त्यही भएर पनि जसै जानुपर्छ भनेर हामी लागि परेको काम होइन हामी देखिरहेको त्यस्तो हामीलाई त थाहा खासै नलेज हुँदैन हामीलाई त राम्रै लाग्छ के अरे लास्ट टाइम पनि हेर न गयो नि बुढाबुढी देखिन्छ होइन यिनीहरू त अब साथीभाइ त्यस्तो फिल हुँदैन यहाँ पनि देख्यो बुढाबुढी के भन्न चाहनुहुन्छ हजुरले न्युजिल्यान्ड कस्तो छ त भन न दोस्रो नेपाल जस्तो ओ माई गड तर मलाई चाहिँ मतलब यस्तै भ्यू यस्तै डाँडा काँडाहरू मलाई चाहिँ फेरि के लाग्यो भने चाहिँ पोखराबाट नि त म अनि मलाई चाहिँ यस्तो तालहरू देख्दा चाहिँ के अरे ताल र यार बिचहरू देख्दा चाहिँ मलाई ताल जस्तो आउँछ किनभने यहाँ चाहिँ सानो सानो पोखरीहरू जस्तो पनि हुन्छ कि अनि त्यही भएर मलाई खासै होमसिक चाहिँ हुँदैन अनि म हिल्ली रिजनबाट बिलोङ्स गर्छु हिल्ली रिजनमा यो रुख हरियो डाँडा काँडा त देख्नु त कमन हो तर यो हरियो घाँससम्म परेको देख्न चाहिँ गाह्रै थियो त्यो चाहिँ यहीँ आएर देख्दैछु मैले मैले जस्तो सम्म हरियो घाँस चाहिँ हामी चाहिँ पहाडबाट भएर तिमी तराईबाट होला नि अनि मम्मीले के मेरो मम्मीलाई स्पेसल्ली यहाँ सम्झियो मैले अहिले यहाँ पहाड र हिल्ली सिल्ली के भन्दा भन्दै मम्मीले चाहिँ तिमीले इङ्ग्लिसमा बोल्छौ के कुनै कुरै बुझ्दिनँ भन्यो भने म त्यस्तै इङ्ग्लिस बोल्छु जस्तो त थाहा थिएन बोल्छु न म इङ्ग्लिस म बोल्छु न त्यस्तो इङ्ग्लिस यस्तो कुनै वर्ड चाहिँ
आउँछ क्या अटोमेटिकली नेसनल स्टुडेन्ट भएको त्यो अलि हो क्या त्यो नि होला। अनि खासै बोल्दा बोल्दै अब कमन मम्मीहरू हाम्रो आमाहरूले त कुनै कुनै वर्डहरू इङ्ग्लिस वर्ड युज गर्नुहुन्छ मिलाउँदाखेरि मेरो कपाल कति बेबी हेयर बुर्रै भएको। यो चाहिँ भल्क्यानो आएको समथिङ भनिरहेको थियो होइन। यहाँ चाहिँ यस्तो छ कि सम्म खाली यहाँनिर चाहिँ यस्तै हो। यो चाहिँ हाम्रो अङ्कित कपाल काटेर आउनुभएको। अनि डग हेर न यहाँ आएर न नो डग्स भनेर डग्स पर्मिटेड अनि लिस्ट ओन्ली भने। अनि यो चाहिँ कहाँ खुल्दा उडिरहेको छ यहाँ चाहिँ हाम्रो स्काई सिटी जहाँ गए पनि देखिनेवाला स्काई सिटी भयो यो चाहिँ। अनि तृप्ति चाहिँ फेरि अगाडि 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 मात्रै हिँड्छ खासै। तृप्तिलाई 2 शब्द दिनुहोस् केही हजुरले। त्यस्तो तल चाहिँ खाल्टो जस्तो छ कस्तो के खुर्र दौडेर जाऊँ जस्तो है तल। त्यो हुन्छ नि बच्चा बच्चीमा के चिफ्लेटी खेल्ने हुन्छ नि त्यहाँ माथिबाट के सर र तलसम्म। अनि माथिबाट भ्यू चाहिँ यस्तो छ। अनि यो चाहिँ यस्तो भर्याङहरू बनाएको रहेछ। यो चाहिँ फलामको रहेछ कि काठको चाहिँ होइन। यताबाट पनि जाने नै छ। अहिले चाहिँ हामीले अलिअलि फोटो भिडियोहरू खिच्यौँ तर गतिले आएन है। मेरो त एउटा मलाई गतिले लागेन आज के ले हो थाहा छैन। कुनै दिन राम्रो आयो भने चाहिँ अनि एक्सपेक्टेसन हाई हुन्छ राम्रो आउँदैन कि। यहाँबाट चाहिँ यस्तो भ्यूहरू देखिन्छ मजाले। कस्तो लाग्दैछ त कस्तो लाग्यो? यस्तो पनि घर आएको हुन्छ यार। एउटा घर छैन घर आए जस्तो भयो भनिदिने होइन होइन त्यहाँ पनि सानो रहेछ है। यस्तो हावा लगाएर अनि हाइवे त्यहाँनिर देखिन्छ। 50 चोटि चाहिँ हामीले फोटो भिडियो खिच्यौँ तर एउटा गति लाग्छ छैन आजको भिडियोमा चाहिँ। क्यामेराम्यान त तिमी हो नि त। He is the cameraman of our video. What's filming? Look at her. Guys. हामी चाहिँ राम्रो स्पट हेर्नलाई हिँड्दैछौँ। अनि अरू यिनीहरू भरिया भएको छन्। म चाहिँ खालि आदिनिरको म चाहिँ बस भएको छु। हामीले चाहिँ राम्रो ठाउँ भेटेको थियौँ तर फेरि उनीहरू अब नयाँ मान्छेहरू आएर फोटो भिडियो खिच्छ होला भनेर हामी चाहिँ यसो बसाइसराइ सर्दैछौँ अहिलेलाई चाहिँ। ल भयो अब चाहिँ हामी त्यहाँ माथि गएर हेर्छौँ कस्तो छ राम्रो छ कि छैन। अनि त्यहाँ भिडियो बनाइन्छ। अनि यहाँको बाटो चाहिँ यस्तो छ। अनि यो साइडमा चाहिँ यस्तो भ्यू छ। यो चाहिँ बाटो भयो। अनि उहाँ चाहिँ भरिया भएको छन्। खासमा पहिला चाहिँ हामी त्यहाँ वान ट्री जाने भनेका थियौँ। पछि मोड चेन्ज गरेर गएको। यो चाहिँ हामी अर्कै साइडमा आएको। हामी अघि चाहिँ त्यहाँबाट खिचिरहेको थियौँ त्यहाँबाट। अहिले चाहिँ हामी त्यहाँबाट निस्किएर त्यहाँबाट माथि आएर हामी अहिले अलिकति माथि आएको। कस्तो राम्रो देखेको कि हरेक घरको बिचमा रुख छ कि है। अनि त्यो ठुल्ठुलो बिल्डिङहरू त हामी सिटी जानुपर्छ न त कहीँ देखिँदैन। हामी खास गरी त्यो माथि हो त्यहाँनिर वान ट्री हिलमा जाने भनेको थियौँ तर हाम्रो पछि चाहिँ डिसिजन हाम्रो यहाँ आउने भयो। अनि त्यसपछि हामी यहाँ आकाम यहाँको बाटो चाहिँ मलाई चाहिँ यो बाटोहरू चाहिँ एकदम मन परेको के। अनि यहाँनिर चाहिँ यस्तो भोल्क्यानो उस भयो।
यहाँनिरबाट नि फोटो भिडियो खिच्ने ठाउँ चाहिँ राम्रो रहेछ हामीबाट है यसरी सर्लक्क घरहरू अनि त्यहाँनिर गाइज चटपटे धेरै भयो चटपटे यही हो रमाइलो बेलुका गरेर कस्तो मिठो भयो चटपटे हेलो गाइज हेर्नुहोस् डाँडामा आएर यसरी खान्छन् मान्छेहरू दिन पनि हेर्दैनन् लाइट बल्न लाग्यो ठिक छ कस्तो छ टेस्ट आफूले बनाएको मिठो लागिहाल्छ नि त्यति कस्तो छ मिठो छ र तपाईँले खानै दिन्छ अनि तिमीले खाऊ त ल अब बस के गर्छु मेरो कप छ ठिक्क हुन्छ यस्तो भ्यू हेर्दै खाँदा त है दामी यस्तो पो लाइफ होइन चटपटी पनि दामी वाउ बेलुकाको भ्यूमा चाहिँ यस्तो राम्रो देखिरहेछ बेलुकाको भ्यू चाहिँ यस्तो राम्रो देखिरहेछ अहिले चाहिँ पानी पर्न थाल्यो कि अब चाहिँ अब हामी फर्किन लाग्यो सामान चाहिँ जति खाए पनि फेरि त्यति नै छ सामान चाहिँ गाइस धेरै रमाइलो भयो आजको दिन अहिले चाहिँ हामी जाँदैछौँ जुन हामी पहिला हामीले भ्यू खिचेको थियौँ नि त्यो ठाउँमा जाँदैछौँ त्यहाँ पनि यसो केही चर्तीकलाहरू गर्छौँ अनि त्यसपछि बल्ल हामी घर जान्छौँ के अरे तृप्ति रोक्न कतिवटा दुईवटा सिडी छ भन्दै हाम्रो भनेछ हामीले गाइडर सिडी गर्नेवाला कति तीनवटा एउटा तीन ल यति भएपछि हामी राम्रोसँग घर पुगिनु भयो छाता पनि उड्यो नि फेरि हाम्रो मुख चाहिँ अब किरेर देखिरह पानी परेर नाइटको भ्यू सोचे जस्तो भयो त्यसरी नै हामीले यो ठाउँमा फोटो भिडियो खिचेर हिरोलाई चाहिँ यहाँ यस्तो हिरो भएर अर्को हिरोनीलाई चाहिँ बचाएर आफ्नो स्वेटर आफ्नो सर्ट राखेर हिरोनी चाहिँ यसरी हिँड्नुभएको छ हिरोलाई चाहिँ फेरि फोटो खिच्नु पऱ्यो अरे यसरी नै हामी अब फर्किँदैछौँ कस्तो लागिरहेछ घर के हो प्रस्थान होइन बिदाई हुँदैछौँ घर जाँदैछौँ घर जाँदैछौँ यति सामान लिएर अनि तृप्ति कस्तो लाग्दैछ बुढाको सर्ट लाएर जाडो न्यानो भयो अरे बुढाको सर्ट लाएर उसलाई चाहिँ दाइलाई एउटा मेसेज छोडिदिनु न दाइ यसलाई उ गरिदिनु भनेर के भनेर हजुरको बहिनीलाई सम्झाउनु
हामीले केही भन्यो भने रिसाउनुहुन्छ अरे अब हामीले पहिला हजुरले नै फोन गरेर सम्झाउनु अब बहिनी यस्तो गर्नु हुँदैन भनेर अनि हजुरले भने मान्छ कि लाली गुराँसमा बेलुका हिँड्छौँ भनेको गफै भयो लास्टमा यस्तो लाइटहरू कस्तो मनपर्छ यस्तो भूत भयो हामी फर्किँदैछौँ अहिले त मुस्कान आयो। अहिले त मुस्कान आयो तृप्तिको के भन्न चाहनुहुन्छ पानी परेको थियो यसरी इक्जाम्पलहरू देखिरहेछ होला तर पनि हामी हिँडिरहेछौँ आजको गन्तव्य आजको हाम्रो प्लान चाहिँ हामीले सक्सेस गऱ्यौँ पानी आओस् कि हावा आओस् कि हुरी आओस् कि सबै चिज हामीले सामना गरेर आज हामीले इन्जोय गऱ्यौँ आई थिङ्क अब चाहिँ हामी अन्तिममा आइसकेको छौँ अब हामी लास्ट जहाँ छुट्छौँ त्यहाँनिर मात्रै भिडियो बनाउँछौँ यहाँ चाहिँ मैले स्पेसली किन भिडियो बनाइरहेको भने चाहिँ आई लाइक दिस लाइट येल्लो लाइट द्याट्स वाइ द मेन रिजन म चाहिँ ट्रेन स्टेसन आएँ अब घर जानलाई आजको भिडियो चाहिँ यसरी नै मैले एन्ड गर्न चाहन्छु लास्टसम्म हेरिदिनु भयो होला धेरै धेरै धन्यवाद पानी परिरहेछ म चाहिँ घर पुगिहालेँ अब चाहिँ पुग्न लाएँ अघि नै चाहिँ मैले यो लाइट युज गर्न बिर्सेछु अहिले बल्ल मलाई याद लाइट छ नि थ्याङ्क यू सो मच फर एभ्रिथिङ थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब